टोल गेट अगाडि जडेयाले ठोक्यो मेरो गाडी। राति 2 बजे दिए एउटा केटीलाई मैले लिफ्ट। स्वागत छ मित्रहरू, म भर्चुअल दुनियाँको ट्रक ड्राइभर र यो मेरो चम्पा। अहिले हामी लगिरहेछौँ 120 टनको लोड। मेरो चम्पा थियो धेरै फोहोर। लोड लग्न अगाडि यसलाई वास गराउनु पर्थ्यो। यो ट्रक कम भैँसी बढी लागिरह। भैँसी भन्ने बित्तिकै चम्पालाई आयो रिस र उसले रोडमा भएको 2-4वटा ट्रकलाई ठोकेर आयो वासिङ सेन्टरमा। चम्पालाई यहाँ धोइसकेपछि चम्पा पनि बहिन खुस। चम्पाले भनिन्, दाजु म त एकदमै चम्केको छु नि। वास गरिसकेपछि हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। तर चम्पालाई फेरि के हो धेरै यता र उति गरिरहेको थियो। कुरो बुझेको त उसलाई भोक लागेको रहेछ। त्यही भएर मैले चम्पालाई भोज खुवाउन लगेँ र चम्पाले भोज खाँदा मेरो गर्थ्यो 20,000 पाउन्डको सत्यानाश। यो गाडीले सायद झ्यापको तालमा गाडी चलाएर त्यही भएर उसले मेरो टोल गेटमा आफ्नो गाडी चेरा र मैले बाध्य भएर पनि कारको टोल गेटमा चाहिँ मैले आफ्नो ट्रक सेराउनु पर्यो। तर अन्त्यमा चाहिँ मेरो लोड धेरै भएको कारणले चाहिँ मेरो ट्रक नै अड्कियो। त्यहाँबाट दसो गरेर हामी निस्किन प्रयास गरिरहेको थियौँ, तर हेरेको त लोड त पुरै स्टक भइसकेको रहेछ। यहाँ मैले लगाएँ आफ्नो स्कुल टाइममा पढेको फिजिक्स, म्याथमेटिक्स, बायोलोजी, भयो सब दिमाग लगाइसकेँ, तर पनि खै लोड निस्किँदै मानेन। अन्त्यमा मैले टोल ट्रक चाहिँ मगाउनै पर्यो र टोल ट्रकबाट चाहिँ मैले गाडी निस्काएँ र अहिले हामी लागिरहेको छौँ आफ्नो गन्तव्यतिर पिसफुली। ट्रकिङ जिन्दगीमा पेट्रोलभन्दा बढी त मन जल्ने रहेछ। 120 टनको लोड होइन, 120 टनको प्रब्लम बोकेर हिँडिरहेको छु। मेरो र चम्पाको कहानी हेर्नलाई यस्तै सपोर्ट गरिदिनु होला। जसले लाइक, सेयर र सब्सक्राइब गर्दैन, चम्पा दोस्रोचोटि त्यसैको घरमा आएर ठोकिन्छ भनेपछि